विकास गर्ने हो। नमस्ते 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 सर नमस्ते बापे गुरुङ होमस्टेबाट। सो हेलो गाइज, वेलकम टु आवर न्यू ब्लग। अब हजुरहरूले इन्ट्रोबाट थाहा पाइसक्नु भएको छ, आज हामी जाँदैछौँ लापे। कतिजना जानुभएको छ कमेन्ट गर्नु होला। हामी जाँदैछौँ कौसतीबाट 6 जना। यो बालुवा डाँडाको बाटो हुँदै हामी आज पुग्छौँ सिधै लापेमा। लगभग 2 घन्टाको बाटो होला। बाटो चाहिँ केही ठाउँमा अप्ठ्यारो छ होला, धोबादीतिर नभए ठिक छ। यो गाउँले कटेज हो, भर्खरै ओपनिङ भइसकेको छ है। एकदम भिडभाड छ यहाँ चाहिँ। यो पाङ्रे दाइ यो पोखरीसम्मको बाटो चाहिँ ठिकै छ, राम्रै छ है। अफरोड हो तर त्यति गाह्रो छैन। यो चाहिँ पोखरी भन्ने ठाउँ आइपुगिसक्यो हामी। लगभग यो आधा बाटो हो हामी यो लापे जाने क्रममा। यहाँबाट चाहिँ अब धोबादी लाग्छ। धोबादीको बाटो चाहिँ अलि अप्ठ्यारो छ है। यो बाटो बनेको भए चाहिँ धोबादीमा मान्छेहरू यति घुम्न आउँछ होला कौसतीबाट है। अब बाटो चाहिँ अहिले पानी परेको कारणले पुरै यो बिग्रेको रहेछ। अति नै गाह्रो थियो यो ठाउँमा चाहिँ। बाटोको अवस्था यस्तो छ। ल अहिले हामी अब धोबादी आइपुग्नु लाग्यो। यसरी मस्त सुतेर बसिराख्नु भएको जानु भयो। गाडीमा मजा छ। त्यही भएर सो फाइनली हामी अहिले धोबादीको यो भ्यू पोइन्टमा आइसकेका छौँ। अब हामी अलि माथिसम्म जान्छौँ। त्यहाँबाट कस्तो भ्यू देखिन्छ हेरौँ। ड्रोन पनि उडाइन्छ एकछिन है। यस्तो हेर्नु त कति राम्रो हो। देवचुले त ठ्याक्क देखिरहेको छ। नाङ्गो डाँडो त्यहाँ होइन, अर्खाला होइन जाने भन्नुको। अर्खाला त्यो हो र होइन भइहाल्छ कि त्यो माराथन माथिबाट है घाटा हुन्छ कि होइन। बाटो ठाडो रहेछ कि है, त्यही भएर घाटा गर्छ त्यहाँ त। पहिला हामी एकपटक बाइक नै लिएर आएको थियौँ। अहिले चाहिँ बाइक ल्याउन मिल्दैन यो ठाउँमा है। पाकिस्तानमा उडाउनु
कौसतीबाट यदि हजुरहरू आउँदै हुनुहुन्छ भने जम्मा 1 घन्टाको बाटो अफरोड भएको कारणले बाटो गाह्रो छ तर एकदम रमाइलो ठाउँ छ। अब चलो चल चल समात्यो चल त्यो अघि देख्थ्यो नि त डाँडा के टावर जस्तो त्यहाँबाट गएको थियो। नवलपुरको यो गाउँहरू एकदम घुम्न मन लाग्छ तर के गर्ने बाटो यति अप्ठ्यारो छ कि है आउनको लागि नै यति गाह्रो छ। मजाले बेलुका ट्रेन ल्याएर सुत्नु मजा हुन्छ। पानी खान होला ल बाबा किलोमिटर रहेछ भन्नु 4 किलोमिटर ये 4 किलोमीटर यो लेफ्टमा धोबादी पाहुना घर भन्ने छ यहाँ चाहिँ बस्न खान सक्नुहुन्छ। खासै होटल चाहिँ चल्दैन होला तर यही नै एउटा रिसोर्ट हो यहाँको। बाटो ठिकै ठिकै छ खासै गाह्रो छैन अब यहाँबाट। यो ठाउँको राइट साइडबाट गयो भने चाहिँ हिँडेर तपाईँ आधी घन्टामा चाहिँ रुद्रपुर गढी भन्ने एउटा माथि पहाड छ त्यहाँ पुग्न सकिन्छ। यतिको बाटो अझै हिँड्नु पनि मजा आउँछ।
बाटो चाहिँ अहिले अलिक बिग्रेको रहेछ यो पानीको कारणले होला बाटोहरू अलिक बिग्रेको छ घाम लागेको छ केही देखेको छैन राम्रोसँग अगाडि उताको बाटो गएको भए त खाल्टोमा पर्ने रहेछ उतापट्टि गयो भने खाल्टो रहेछ क्या त यदि हजुरहरू लापे गुरुङ होमस्टे आउँदै हुनुहुन्छ भने पहिला नै कल गरेर आउँदा चाहिँ राम्रो हुन्छ किनभने यहाँ ग्रुप आइरहेको हुन्छ अनि यो राइट साइडमा यो रुद्रपुर गढी हो सो यो लापे गाउँ हामी कटिसक्यौँ है लापे गाउँ कटेर हामी गुरुङ होमस्टे चाहिँ अलि अगाडि छ यहाँबाट 2 मिनट जति है 2 मिनटदेखि 5 मिनटसम्म फाइनली हामी गुरुङ होमस्टेमा आइसकेको छ हाम्रो अल्टिमेट डेस्टिनेसन आजको लागि फाइनली आइसक्यो अब हामी We are in Lape. Lape. मगर गाउँ गुरुङ मिक्स हो के मुक्त सरको घर हेर्नु त पहिला यो गेम है गेम लाइनिङ है सुरुमा त हो नि त यतिकै बेस्ट अफ 3 खेलौँ न जसले खान्छ हट च्याम्पियन कालो छिरो यार कालो सेतो यो त सेतो सेतो हो यो कालो भयो होइन के उ त्यो के यो सेतो हो नि हजुर यो पनि सेतै हो सेतै हो म त
त निकाल्दै हो नि चप हो नि गला चप बोल त्यहाँ होइन ए हो आएर भने हो मुखबाट बाहिर छैन है सुन्नु पाइँदैन त्यो होइन ल रातै हानी बनाउँछु नि पाइँदैन के भन्नु है चप छैन एकदम ल के भनिदिउँ जाँदैन त्यो त यो हो क्याम्प भइगयो त 1 2 3 4 वटा बाँकी बसेर खाऊँ अब 12 पोइन्ट के अरे वहाँ तल पौडी ठाउँ छ अरे नि त कस्तो दामी छ अरे तर अलिक बाटो त्यस्तै छ अरे हिँड्दै जानु मिल्दैन कति टाढामा डाँडाको ठ्याक्कै ल अब जान्छ होला नि कहाँ जाने डुल्नु कहाँ बस्ने हो सबै मास्टर जानु के गर्नु अहिले बस्ने होइन आमा हामी यसो डुलेर आउँछ ए हजुरलाई बोलेर चाहिँ ठिक हुन्छ अब हाम्रो यो लाटे सामुदायिक गुरुङमा हाम्रो कौशी बाडुदी ब्याङ्कबाट हाकिमा आउँदै हुनुहुन्छ यसमा चाहिँ ड्रोन भनिन्छ यसलाई यो चाहिँ आउनुहोस् आमालाई काफल अघि नै उतै हो छैन त किम्बुलाई भने हो किम्बु काफल एउटा त हो नि सानो र ठुलो त हो नि असुल थियो अहिले फाइयर भ्याइहाल्यो छ भने खाऊँ न त काँडा काँडा हुन्छ पहिला पहिला उता त कता हो थियो है बर्ड कति धेरै उहाँ रहेछ उता तलतिर टिप्नै सकिन्न टिप्न सकिन्न त्यो यहाँ चाहिँ टिप्नु ल त ल यहाँ बनाइरहेछ त ऐसेलीको बुट्टामा ऐसेलु टिप्दै कतिलाई त यो ऐसेलु नाम मात्र सुन्ने होला यहाँ ऐसेलु चाहिँ रुखै चढेर टिप्ने कि अन्त होला यस्तो हुन्छ यो ऐसेलु टुप्पोतिर चढेर ऐसेलु काँडैले भनेको यहाँ काँडै काँडा छ हेर्नुहोस् मिठो खानेकुरा चाहिँ जहिले पनि टिप्न गाह्रो हुन्छ परिश्रमको फल मिठो हुन्छ भनेको ठ्याक्कै चस्से पाऱ्यो नि त अरेली काँडे त होइन अरेली काँडे त होइन ऐसेली काँडैले चस्से पारे के सबले टेस्ट गर्नुपर्छ है कुन्ता ल अहिले छौँ हामी लापे गाउँको यो डाँडा काँडा घुम्दैछौँ ऐसेलु यहाँ बाटो बाटोमै हामी देख्न सक्छौँ यसरी
झपक्क छ यहाँ झपक्क शीतल छ हावा ले लागेको हेर्नुहोस् यहाँ ऐसेलु कति रमाइलो छ वातावरण होइन त्यो भित्र छैन कि त्यो माथिपट्टि बसिरहेको ल पाके छैन क्या मिठो कस्तो लागिरहेको धर्म सर ठिक छ चिसो मौसम छ चिसो छ ठिक्क छ तराईमा तराई त के भन्ने तल बस्तीलाई चाहिँ ठिक छ यता खास फेरि यति बेला पुरै पर्नु पर्यो यहाँ तातो हावा नि तल त एसी लाउनु पर्यो नि यहाँ त पुरै नेचुरल यसो भयो यो बाटामा बाइक ल्याउँ त झडमा यहाँ हामी आएको बिचरा यसको ज्यान गयो त्यही त सुकै पाएन भाग्यमा नि हो अर्को दुनियाँ फेर हाम्रो मुखमा बस्नु पाउनु भोलि यहाँ नै उठ्छ अलि पर्ला जस्तो भयो नि आफै ल तातोमा त पर्दैन ल चियर्स दुर्गाबहादुर डन गुरुङ चियर्स हामी भन्छ त सारिङ गाउने बिर्सिनु भयो क्या जान कोही मानेन रक्सी आएको बेला खुब सम्झिनु लाको माया हिना राबी हिना हिना राबी हिना कोही दिनैमा लाएछ म किना ददाले फाटैमा आउ है माया मै परके बसुला धोबादी डाँडैमा हिना राबी हिना हिना राबी हिना कुल्दिनैमा लाएछ म किना दल्दले पाटैमा आउ है माया मै परखे बसुला धोबादी डाँडैमा आउ है माया मै परखे बसुला धोबादी डाँडैमा नमस्ते अर्को रामदेव पोला हो कि के भन्ने गुरु भनेर त गाने पो रहेछ भन्नु नि भएन रामदेव पोल पनि गर्नुभएको थिएन ताराने बितेकै बाँचे भेटा मारे राजा मैले लुगा सिलाएन कि हेर्नुहोस् म लुगा सिलाउँछ यस्तो सर्ट प्यान्ट के अहिले यस्तो नाप्छ नि त पर्दैन नि त म यो पट्ट हातले हातले नभएर यो भनेको आफ्नो गाडी सिक्यो 3 महिनामा लुगा सिलाउन सिक्यो 6 महिनामा यो सिक्यो मैले 8 मा सिकेँ साह्रै गाह्रो यो गाह्रो है गिटार जस्तो त हो गाह्रो हुन्छ होइन गीत त हार्मोनियम मैले सिकेँ त एकमै सिकेँ हार्मोनियम जम्मा एकमै सिकेँ हार्मोनियम नै आउँछ रोयो त बाँचे
बाँचे भेट यस्तो हुन्छ कि यो हात यस्तो हुन्छ कि हात पनि माथि हवा पनि चलाउनु पर्दो रहेछ कि त्यो तल मात्रै बजाएर त हुनु नहुँदो रहेछ तर न चाहिँ के हो त्यो ल अर्को होला ल अरे यो गीत बजाउनु पाठ चाहिँ भाइको मगाउँछ है पाठ चाहिँ भाइको पुरानो गीत पुरानो ल भोलि म आमाले हेर्दा पनि ओहो होइन हो यो अचार हो लोकल हुन्छ हजुर हाम्रो गुरुङ होटेलमा आउँदै गर्नु यही हो कल्चर भनेको हाम्रो म चाहिँ गन्धर्व होइन गुरुङ हो भन्नु न हो त्यो पो हाल्नुपर्छ त म सारङ्गी बजा पनि म गन्धर्व होइन म गुरुङ हो भन्नु न भोलि बिहान मटर मासु त होइन भोलि मैले यो हाम्रो यो स्याङ्जा सिरुबारीले मैले देखेर बोल्छ कि ल भोलि हाम्रो 1 घण्टा आज जानु पर्ने कि यो सारङ्गी लिएर त्यहाँ अब हाम्रो जाँदाखेरि स्याङ्जा सिरुबारी त हाम्रो यहाँ होइन नि त अस्ति अरू त गयो हाम्रो हाम्रो यो यहाँ सोल्टी जानु भएन हाम्रो लाते भनेको एकदमै राम्रो आफ्नो हिसाबले जे खाए पनि होइन त्यो मिठो नमिठो आफ्नो कुरो ठाउँमा छ तर लगाउँ ल अब फेरि अर्को बजाउनु एउटा गीत हजुरले जोस गरेको एकदम मन पर्ने गीत गाउनु र बजाउनु पनि अलि टेन्सन हो ल अब के अन्त बस्न पर्यो रमाइलो गर्नै पर्यो होइन कुर्सी दिनु न यार मिलेछ मलाई त होइन मलाई कुर्सी दिन्छ म त कुर्सी नै भएन होइन म सारङ्गी म त भात खाँदा पनि उभिएरै खाने हो नै त्यो बनाउनु यार म तपाईँसँग बस्न मलाई नछुनु त म हामीसँग बस्न मलाई सल्टी भनेर त्यो सँगै बस्न मलाई सुत्ने उभिएर अलिक त्यहाँ बस्यो भने मात्रै गीतै सुन्दैन हो के यहाँ सँगै बस्न मलाई बाबु के भयो केटाहरू सबजना ड्रोन कुरो अब 12 बजे देवचोल डाँडा पुरा हो क्या यहाँ रेकर्डिङ गर्दा देवचोल डाँडामा के भइरह भनेर 12 बजीतिर मात्र आउँछ पाउनु न अनि एउटा गीत चाहिँ हाम्रो त्यो पहिला आउनु थियो नि शिशिर सर क्या मसँग आउनु थियो नि पहिला उहाँलाई ल शिशिर हाम्रो सरको लागि म एउटा सरकारी गीत गर्छु है त नमस्ते पहिला मेरो थियो शिशिर सरलाई सानो काली पारे दाई मेरो मायालाई सानो शिशिर सरलाई मेरो नमस्कार काली पारे दाई मेरो माया नानी सानो है काली पारे दाई मेरो माया नानी सानो है ल शिशिर सर हजुरको यो नामबाट एउटा गीत गाइरहेको छौँ धन्यवाद ल ताली ल शिशिरजी तपाईँ आउनुहोस् हजुर के छ र टिकटकमा नाम भन्नु त अधुरै मेरो जिन्दगी अधुरो मेरो जिन्दगी
अनि हाम्रो फेसबुकमा के छ न फेसबुक यहाँले भनेपछि बिहा गर्ने भयो त मलाई त मेरो त 4-5 बुढी हुन्थ्यो भाँडा मात्दा पनि ल बिहा गर्ने सोल्टी त्यस्तो दुःख गर्ने होइन अब जागिर गर्ने मान्छेले चाहिँ त्यसरी दुखेर हुन्छ भाइ हाम्रो बब्बल कोदोको रोटी र नखाइकिन भयो आज गरेको मैले क्यारम बोर्ड किनि नै हाले ल हेर्नु साथी हो सुरु गरौँ ल कता हो यो नमिलेको हो त्यही हो ल अझै एउटा यसलाई खुम्च्याउँ त अझै एकचोटि अझै यस्तो गरौँ त एक ग्याप खुम्चाएर हाल्नु अलिअलि त्यही भन्दा भयो ल स्याप कोदोको रोटी है त मलाई यही वा यो पनि राखिदिँदा हुन्छ टिकटकमा हुँदैन हुन्छ नमस्ते हाम्रो यो गुरु होमस्टे चाहिँ भनेर पहिला पहिला चाहिँ हामीले सुरुवातमा चाहिँ हामीले 5 घरले स्थापना गरेको हो र अहिले हामीले चाहिँ यो कोरोनाभन्दा पहिला चाहिँ धानै नसक्ने हिसाबले चाहिँ मान्छे आउँथ्यो तर अहिले यो कोरोनाबाट चाहिँ अलिकति कम भएर गयो तैपनि हाम्रो चाहिँ खासै चाहिँ त्यसपछि चाहिँ घटेको छैन हप्तामा चाहिँ हाम्रो भनौँ महिनाको 100 जनादेखि माथि नै हाम्रो चाहिँ पाहुनाहरू चाहिँ आइरहेको छ हाम्रो गुरुङ होमस्टे चाहिँ यहाँ दलदलेबाट कति किलोमिटर छ लगभग हामी दलदलेबाट ठ्याक्कै 28 किलोमिटर हो सर यहाँसम्म लगभग हामीलाई हिजो आउनलाई 2 घन्टा लाग्यो यो हाम्रो खास गरी त यो बाटोको अभावले गर्दाखेरि त्यस्तो भएको छ अब सरकारले पनि अब यो बाटो चाहिँ पुरै पिच गरिदिएको भए यो चाहिँ खासै धेरै होइन यो पौने 1 घन्टाको बाटो बढीमा 1 घन्टाको बाटो हो तर यो बाटोको अभावले गर्दाखेरि यहाँ चाहिँ ग्राहकलाई चाहिँ यहाँ आउनलाई अलिकति समस्या भइरहेको छ यस्तो बबाल भइसक्यो कालदै बबाल
केटी हेर्न जाँदा धरसरको लागि केटी हेर्न जाँदा ग्रुपै अब जन्ती नै हो नि अब हामी त यता फिल्मको भिडियो जस्तै आउने भयो भिडियो गर यसरी ड्रोनबाट हान्न पर्ने अझ 3टा गएको होइन छक्का पन्जा साथ हामीले निकाल्ने बाटो कस्तो थियो यार यहाँको हिजो आउँदा 3जना सकिन्छ त ट्रिपल हालिदियो है बाटो कस्तो थियो हजुर बाइकको एक्सपर्ट हो अरे अब कति भयो कहाँ पुग्नु भयो चला नडे भने खुट्टाले टेक्ने है मेरो त भेट्दैन खुट्टाले टेक्न थाल्यो भने आफ्नै खुट्टामा चोट लाग्छ यार बाइक धान्न पर्यो त्यस्तै हो बिचमा जोड्न पर्ने गाउँ त यही हो त गुम्बा ए गुम्बा देखाउन लगाऊ अझै तल हो र फेरि झ्याउ होला नि त फेरि बाइकमा त यस्तो दायाँ बाटो छ त्यहीँ पुग्छ बाइकमा गाउँमा मान्छे छैन क्या गयो नि यो पहिलाको मेरो बाटो यता हामी हिँड्ने बाटो ल बुढोको यता यता कता घर जस्तो लाग्छ कता तल हो तल कहाँ हो कता हो हामी यता हो फेरि माथि आउने फेरि माथि आउने बाइकमा आउने जाने फेरि हिँड्दै जाऊँ भनेको अगाडि बाटो राम्रो छैन होला 3 जना हिँड्ने हो आधी घन्टा हजुरको हिजो खाएको त्यो भुँडो सफा हिँड्न नसकेर यहाँ त घडी त फाइनल्ली हामी डन गुरुङ सरको घरमा आइसकेका छौँ 3 वर्ष अगाडि पनि हामी यही ठाउँमा आएर यहीँ बसेर पहिला मकैसको राखेको मजाले रक्सी खाएर गएको हामी है चापी भिडियो बनाएर सबको तातो लाग्यो भिडियो बनाएर ठेलो सब गाउँमा कोही नै हुने टिकटकमा कोही छैन यस्तो गाउँमा कोही हुनुहुन्न तर हात धबारी मात्रै छ जान्दैन नै भेटिन्छ मेरो रुम है यता घर यता रुम नयाँ लाउडा कोही पनि नजानु होला फेरि अहिले के भेटिएला त्यहाँ बेडमुनि अहिले पैसा भेटिएला बुढीहरूलाई पनि लाउड छैन बुढीकै घर जाने हो कोठा जाने हो मेरो पठामै मेरो बुढी पनि नल्याउनु के बारी बारीमा त्यस्तो भन्नु पर्यो के गरेर लाउनु है के खाने अब दही दही छ ल दही खान्छ नि दही त मिठो हुन्छ खानु त खाना खानु मजा आउँछ ल
दही हो यो कस्तो दामी रहेछ हाल्नुहोस् पहाडको एपिसोड अर्ग्यानिक धेरै हुँदाखेरि नपत्ताखेरि इलाङ्गो है ल बेला है ल खाना बाबाले यी फोटो खिच्नु है बुढ्कोमा पाहाडको किन्नु जाँडो दही हो है मलाई दिँदाखेरि दही भनेर दिनु होला है अर्ग्यानिक ल यसलाई चाहिँ खान नआउने होला दामी ममा बबाल भइन्छ बबाल मिठो गाउँघरको हुन्छ गाउँघरको जति खाने के हुनु गाउँघरको बजारमा गएर प्याकेटमा बाँधेर रहेछ खाएपछि त लाग्छ राखेँ कडा खायो त कडा रहेछ त मेरो घर बुढी नभएर मेरो घर बुझ्नु छ तर यो ठाउँमा छोड्नु खनै पर्ने जग्गा मामा कसरी बाबु गएको तुला गाडी हो तू गएको न काम त दबाई यो बाइक आउने बाटो है मौसम मिल्यो भित्रको छ नि यसको मौसम मिल्यो मुन्डे मकै के कालो नम्बर हो कि के हो यो जग्गा नम्बर नि नम्बर पुर्दैछ है अच्छा त्यतिकै फेरि होइन यो यति मेरो बाहो देखाएर लिने हो कि भनेर त्यो चाहिँ फेरि अरू यो त हाइब्रिड होइन लोकल मकै सेतो मकै अब फलेपछि आएर हेर्नु यो सेतोवाला यहाँ त हाइब्रिड हुँदैन यहाँ त लोकल हुन्न हाइब्रिड हुन्छ कि यो मकै भनेको कुकुरले खान्न यो जोत्ने हात गोरुले मरि यहाँ 12 मा त्यो घरमा त हुन्छ मान्छे यो तलै कता तल भनेको कता मुन्डे बस्ने कि दलदले कता बस्ने दलदले सबै दलदले दलदलतिर ल फाइनल्ली हामी आयौँ ल राम्रो रहेछ घर पनि बुझी खोइ जमाइना जिबे घाँसिनु नि खोन ए ल काम भन्नु र जानु पर्ने घाँस काटेर है आउँछ गुड गुड गुड
मासुबाट उदान गर्नु नमस्ते 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 केटैमा आएको सब घाँस काट्ने बेला पर्यो नमस्ते धर्दै ट्याक्टुक पारेको छ गुलियो छैन एकदम ठिक छ गुलियो छैन भन्नु भनेको फेरि मिठो छ भन्नु थाल्यो त्यो मिठो त मिठो सल्लाह खाने गुलियो त छैन केही छैन अघि कडा थियो उहाँको यसले आएको माझे भाँडा खाने भात खाने यसले भात आफै पकाउने हो यसले आफै भात पकाउने हो अरू उहाँले नराम्रोसँग पकायो भने आफैले पकाउने आफैले भनेको आफैलाई आएन के मजाले बनाएर चाहिँ बान्नु नि कडा बनाएर चाहिँ ड्रोन उडाउनु पर्छ कति उडेछ सानो कुरामा कति खुसी हुन्छ यो जाँटा पिसिएको रहेछ अरूले पिसेको चाहिँ नि खानु लाग्थेन आफै गर्ने ल अब राम्रो उडाइदिनु माथि देखाइदिनु माथि Yeah. Come.
ढोने त्यहाँदेखि मद्दत लगाउने भन्छु ओहो मजा आउँछ नि यार बाहर है अरूले ऊ लाग्दैन यता छ एकचोटि घर वरिपरि घुमाइदेऊ न घर वरिपरि घुमाइदेऊ माथि घर वरिपरि पुलिस चौकी छ कि छैन? छैन सर यतातिर पुलिस चौकी कहीँ छैन त्यहाँ धोका दिएपछि ओ डडेगाउँमा छ सर डडेगाउँ एकैचोटि डेढगाउँ हजुर डेडेगाउँ हाम्रो हामी जाने नै डेडेगाउँ केही भयो नि डेढगाउँ जाने गाउँपालिका हजुर गाउँपालिका त्यहीँ पर्छ सर हामी टाढा पर्छ यहाँबाट डेढगाउँ हजुर कति टाढा पर्छ हिँडेर बाइकमा 1.5 घन्टा बाइकमा 1.5 घन्टा लाग्छ हिँडेर 4 घन्टा यो बुङ्दी गाली पर्यो हजुर बोनी काली सर यो छ परेर होइन हजुर छ माटाहरू कुनै पर्छ माछा जम्मा छ नानी खानु यसै काठ गाविस त्यही काठ नराम पहिलो नाराम त्यही दोडा दबाउनु मात्रै भयो धोबादीमा चाहिँ छनुपर्ने मान्छेहरू धोबादी छ सर धुवाजीमा त छ टन्नै धोबादीमा त घरहरू कुनै पनि त्यस्तो चालचला मण्डल छ हजुर ओ राणा हो त बोके ल बोके पनि एकछिन बहिनी खै म मिलाइदिन्छु ल नाच्नु नि त ट्याक्क मिलाइदिन्छु ल अलिकति पनि अल्झेन कि बाबु सेयर गर्नु यहाँ सक्छ भने नेपालीले यहाँ यस्तो दुखित पनि छ भने ल ढकनाम बोकी पनि विकास गर्ने हो आऊ आऊ दाजु भाइ अघि जाने हो भयो राम्रो भयो राम्रो भयो छैन रकेट उडेर जङ्गनी छैन पकेट
हुन्छ अर्को नि अर्को पनि गीत गाउनुहुन्छ होइन अर्को त अघि सेयर गरेको भएन र मस्टेको बुढी हामी त हुने आन्तरिक बुढी म बुढी देखाउँदै ल काफल देखाउनु त खै हाम्रोतिर किम्बु हुन्छ यो चाहिँ काफल किम्बु अर्को होइन रुखमा हुन्छ कि यो ठुल्ठुलो यस्तो त बढ्दैन किम्बु मिठो लाग्छ मलाई त खुर्सानी डल्ले खाना आज हाम्रो अब लापेको लास्ट खाना अब कता कता राख्ने भन्ने पो भयो त कताबाट सुरु हे नमस्ते 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 सबैलाई नमस्ते लापे गुरुङ होमस्टेबाट पाहुनाहरूलाई खाना खुवाउँदैछु हो क्या हो आज हाम्रो काउसीबाट हाम्रो सबै पाहुनाहरूलाई यसो अब खाना एट्याच हो नि यो हो र म त वहीँ पुगेको ल अब हामी फाइनल्ली जाँदैछौँ लापे छोडेर रमाइलो भयो मजाको सुत्यो कति घन्टा सुत्यो 2 बजेछ 2 घन्टा सुत्यो 2 घन्टा सुत्यो 1 घन्टा पनि सुत्यो जस्तो लाग्थेन घाम यस्तो लाग्छ है सक्कु घाम छ सर सर आउनु ल मलाई त फुल मात्र दिनु राम्रो हुँदैन जिन्दगी सुरेश फलोस् मै खाम लास्ट सरम टिकाको उस पसिरहेछ नि यहाँ परे कलर मै चाहिँ बेखेल्नु रहेछ ल बाक्लो यो पनि चाहियो खोइ तल आँखो र गए एकजनालाई पुगेन हुन्छ त्यो हुन्छ जति हुन्छ त्यति राखिदिनु त सानो गिलासमा ल भाइ नमस्कार फेरि पछि भेटौँ ल है फेरि भेट्दै गरौँला मऱ्यो भने है मऱ्यो भने अब भेट्न आयो कि अब भेट्ने के त यो भनेको धन्यवाद है त धन्यवाद बिस्तारै है टेन्ट लगाएर पिकनिक गर्नु टाइपको भनौँ न बेलुका सनसेट टक्कै यहाँबाट हेर्नु